प्रेस विज्ञप्ति भनेको के हो भनेर बुझ्न एउटा पुललाई सम्झिनुहोस्। एकातिर छ संस्था जसलाई केही महत्त्वपूर्ण कुरा भन्नु छ, अनि अर्कोतिर छन् मिडिया र आम मानिस। हो, प्रेस विज्ञप्ति भनेको त्यही पुल हो। यो एउटा आधिकारिक लिखित बयान हो जसले संस्थाको खबरलाई पत्रकारसम्म पुर्याउँछ, ताकि त्यो खबर समाचार बनेर सबैतिर फैलियोस्। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा छ जुन कहिल्यै बिर्सनु हुँदैन। प्रेस विज्ञप्ति भनेको समाचार हो, विज्ञापन होइन। यसको काम पत्रकारलाई तान्नु हो, ग्राहकलाई सामान बेच्नु होइन। यदि विज्ञप्ति हेर्दा विज्ञापन जस्तो लाग्यो भने पत्रकारहरूले त्यसलाई सिधै रद्दीको टोकरीमा फालिदिन्छन्। त्यसैले यसमा सधैँ साँचो, तथ्यमा आधारित र समाचार बन्न लायकको कुरा हुनुपर्छ। यसको संरचनामा मुख्य 6 कुरा हुन्छन्। सबैभन्दा माथि शीर्षक, जो छोटो र आकर्षक हुनुपर्छ। त्यसपछि डेडलाइन अर्थात् मिति र ठाउँ। अनि आउँछ परिचय, जसले एकै वाक्यमा पूरै कथा भन्छ। त्यसपछिको मुख्य भागमा अलि विस्तृत जानकारी र कसैको भनाइ राखिन्छ। अनि बोइलर प्लेट, जहाँ कम्पनीको बारेमा छोटो जानकारी हुन्छ। अहिलेको समयमा यसका 3 मुख्य फाइदा छन्। पहिलो, यसले विश्वास बढाउँछ किनभने यो आधिकारिक हो। दोस्रो, यसले अनलाइनमा देखिन मद्दत गर्छ, जसलाई एसईओ भनिन्छ। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, यसले आफ्नो कथामा आफ्नो नियन्त्रण राख्छ। यसले गर्दा गलत खबर फैलिन पाउँदैन। त्यसैले अन्त्यमा भन्नुपर्दा एउटा राम्रोसँग लेखिएको प्रेस विज्ञप्ति भनेको कागजको एउटा टुक्रा मात्र होइन, यो त एउटा रणनीतिक औजार हो। यसले सही कथा भन्छ, संस्थाको इज्जत जोगाउँछ र हल्लाखल्लाको भिडमा पनि आफ्नो आवाजलाई प्रष्टसँग आधिकारिक रूपमा सुनाउँछ।